यो एसरम्यान सिन्ड्रोम हो हिस्ट्रोस्कोपीमा देखिएको। 2 पटक सिजेरियन सेक्सन गरेर बच्चा डेलिभरी गरिएको भएर यो बच्चादानीभित्र दाग बसेको छ। यसलाई एसरम्यान सिन्ड्रोम भनिन्छ र यसकारण उहाँको 2 पटकसम्म नेचुरल कन्सेप्सन भए पनि 1 पटक अबर्सन भयो र अब निसन्तानपन भइरहेको छ। धेरै वर्षको इन्फर्टिलिटी भएकोले टेस्ट ट्युब बेबी गर्न सल्लाह दियौँ र आइभीएफ गर्यौँ। 38 इयर्समा AMH 1.9 थियो र उहाँको पिकअपमा 10वटा एग निस्क्यो र 7N2 थियो। एकसी गरेर 2टा ब्लास्टोसिस बन्यो उहाँको, तर उहाँको फ्रेस ट्रान्सफर हुन सकेन किनभने उहाँको एन्डोमेटल एकदम थिन देखियो ट्रान्सफरको दिनमा। त्यही भएर एम्ब्रियोज फ्रिज गरियो। फ्रोजन एम्ब्रियो ट्रान्सफरको लागि एन्डोमेट्रियो प्रिपरेसन गर्दा पनि उहाँको हर्मोनल प्रिपरेसनबाट लाइनिङ त्यति राम्रो भएन र PRP पनि गरियो। तर एन्डोमेटल थिकनेस चित्तबुझ्दो भएन र हिस्ट्रोस्कोपी गरियो। हिस्ट्रोस्कोपीमा एसरम्यान सिन्ड्रोम देखियो र हिस्ट्रोस्कोपिकली त्यो एडिसनलाई कट गरिएको छ। यसरी पहिलाको 2टा अपरेसनले गर्दा बच्चादानीमा दाग भयो र यसले गर्दा निसन्तान भयो र थिन एन्डोमेट्रियम पनि भयो र हिस्ट्रोस्कोपीले कट गरेपछि क्याभिटी स्पेसियस देखिरहेको छ।